अथवा के सोध्नु पर्ने हो? किन हर्क जीवनको चान्चुन व्यक्ति होइन कि, हर्क जीवनको चान्चुन व्यक्ति होइन, असम्भव कामलाई गर्न आएको व्यक्ति हो हर्कजी। जति पनि गाह्रा अप्ठ्यारा असम्भव कामहरू छन् त्यो प्रत्येक काम मलाई दिनु भनेर उहाँले हक्का के भन्नुहुन्छ, छाती ठोकेर भन्नुहुन्छ र त्यस्तो कामहरू उहाँले गर्दै पनि आउनु भएको छ। म त्यस्तो युगमा राजनीतिमा प्रवेश गरेको छु जुन युगमा राजनीतिज्ञहरू ढुङ्गा हान्न होइन ढुङ्गा बोकेर जनताको सेवा गर्न हिँड्छ। यदि मलाई राजनीति सिक्नै परेछ भने म धरान जान्छु र हर्क साम्पानीसँग सिक्छु। काठमाडौँमा गएर गाउँ भुलेका नेताहरूसँग मलाई राजनीति सिक्नु छैन। यदि सिक्नुपर्छ भने मलाई राजनीति गर्नु छैन। मलाई सिक्नु पर्यो भने म त्यस्ता नेताहरूका जान्छु। नेपाल बन्ने चाहिँ हर्क साम्पाङकै जस्तो श्रम गरेर मात्रै हो। फेरि नेता जति सबले श्रम गर्नुपर्छ, काम गर्नुपर्छ, अनि मात्रै बन्छ, त्यो चाहिँ हो। फेरि हर्क साम्पाङले भर्खर मात्रै अब एउटा रेभोल्युसन ग्रुप चाहिँ खोल्छु भनेर भन्नुभएको छ। हामीले तपाईँले देख्न सक्छौँ त्यो ग्रुपमा? होइन, श्रम गर्ने कुरामा उहाँको सबै कुरामा मैले चाहिँ साथ समर्थन सहयोग शुभकामना व्यक्त गरेको छु। यहाँबाट गएर मुद्दाहरू लडेको छु उहाँको विषयमा। होइन, मलाई त हर्क साम्पाङको कार्यशैली त नेपालमै सबैभन्दा मनपर्छ। रवि भयो, बालेन भयो, हनुमान भए, पछि हेर्दै जानुहोस् यी सबैको नेता हर्क हुन्छ। सबैको नेता हर्क हुन्छ। तपाईँले देश कसरी बनाउनुहुन्छ भनेर सोध्नुपर्ने होइन र? तपाईँले 3 दिन मात्रै पढाइ, बाँकी 4 दिन चाहिँ बाहिर क्षेत्रमा गएर, ठाउँमा गएर, त्यहाँ गएर चाहिँ अध्ययन गर्नुपर्छ, त्यहाँ गएर काम गर्नुपर्छ, त्यो भन्न खोज्नुभएको के हो? अलिक विस्तृत रूपमा भनिदिनु पऱ्यो हाम्रो श्रोताहरूलाई, हाम्रो चाहिँ पुरा विश्वलाई, मलाई पनि। भनेर त्यसरी तपाईँ त्यस विषयमा सोध्नु। राजेश पायल राईजीले के भन्छ भन्ने कुरा हामी सुन्न चाहन्छौँ। तपाईँले बिचै बिचमा ठ्याक्क रोकेर अरू कुरा सोधेको त्यहाँ पाइयो भनेपछि तपाईँ त्यो जुन प्रश्न गर्नुभयो त्यो तपाईँको प्रश्न हो कि जनताको प्रश्न हो? यदि जनताको प्रश्न हो भने त जनतालाई त्यो प्रश्नको पूरा उत्तर आओस् न, पहिला पुरा आइसकोस् के। जब पुरा उत्तर आइसक्छ, पुरा विस्तारसम्म, अनि पो अर्को प्रश्न सोध्नु पर्ने हो। त सब कुराहरू हामीले थाहा हुनु पर्यो कि तपाईँले बुझ्नु भने कि राजेन्द्रजी, तपाईँले बुझ्नुहोस् नबुझ्नुहोस् म त नभएको कुरा हो, हामीले बुझ्नु जरुरी छ। त्यो चान्चुने कुरा होइन, राष्ट्रपतिलाई कसरी मनाउनुहुन्थ्यो, भारत पक्षलाई कसरी मनाउनुहुन्थ्यो भन्ने कुराहरू, यस्ताहरू एकदम नै विशेष कुराहरू सोध्नु पर्थ्यो कि। त्यस्ता कुराहरू सबैले सुन्न चाहन्छ र पक्कै पनि हर्कजी पनि त्यो आशमा त पक्कै पनि उहाँ बसेको हुनुपर्छ कि मानिसहरूले मलाई यो प्रश्न किन गरेन भन्ने किसिमको पक्कै पनि उहाँको मनमा भित्रभित्र हुन्छ होला।